फ्रेन्ड्स, वेलकम टु माई न्यू ब्लग। आजको ब्लगमा तपाईँलाई लिएर आउँदैछु अर्घाँचीकै प्रसिद्ध मन्दिर सुप्पा देउराली। यस मन्दिरमा आउनुको लागि सबैभन्दा पहिला महेन्द्र राजमार्ग हुँदै हामी गोरसिंहसम्म आइपुग्नु पर्नेछ। त्यसपछि भने महाभारत पर्वतलाई छिचोल्दै उकालो ओह्रालो गर्दै झन्डै 47 किलोमिटरको दूरी तय गरेर हामी आइपुग्नेछौँ अर्घाँचीको देउराली भन्ने स्थानमा, जहाँ रहेको छ सुप्पा देउराली मन्दिर। अहिले भने हामी बिहानको 7 बजे भइसकेको छ र हामी आइपुगेका छौँ सुप्पा देउराली। आजको शनिबारको दिन भए तापनि हामी बिहानै आएको भएर होला खासै त्यस्तो भिडभाड पनि देखिएको छैन। हुन त बिस्तारै बिस्तारै भिडभाडको क्रम जारी नै छ। अहिले भने हामी चाहिँ मन्दिरभित्र प्रवेश गरिसकेका छौँ, तर मुख्य मन्दिरतिर भने हामीले भिडियो खिच्न एलाउड नभइसकेपछि म चाहिँ यो बाहिरको होल राउन्ड फिगर तपाईँलाई देखाउँदैछु। बाहिर